नमस्ते कुलिङ टङ्क सर। पिरियडबारे अहिले जोडतोडले हल्ला चलेको छ। यो कुलिङ पिरियड भनेको चाहिँ ठुला ठुला कर्मचारीहरू जस्तै सचिव, उपसचिव, सहसचिव आदि रिटायर भइसकेपछि अथवा जागिर छोडिसकेपछि के गर्ने भन्नेसँग सम्बन्धित छ। अहिले साधारणतया प्रचलनमा के छ भने जागिरको अन्तिम अन्तिमतिर सरकार र नेताको गुलामी गर्यो, चाकरी गर्यो। जागिर सकिएकै भोलिपटक रिटायर हुने बित्तिकै कि त राजदूत कि त अख्तियार जस्ता संवैधानिक आयोगका प्रमुख र अरू यस्तै महत्त्वपूर्ण पदहरू पड्कायो, तिनमा नियुक्ति लियो, बस्यो। त्यो ए नहोस् भन्नका लागि जागिर सकेको केही समयसम्म त्यस्ता पदहरूमा नियुक्ति नपाउने व्यवस्था गर्नको लागि भनेर अहिले कुलिङ पिरियड थपिएको छ। अब हजुर। अहिले त्यो कानुन प्रतिनिधि सभाले निजामती विधेयक भनेर पास गरिसकेको छ। यो विधेयकमा एउटा कुरा खुसुक्क कसैले थाहा नपाइकन कसैले घुसायो। कसैले थाहा पाउँदैनन् भन्ने थियो होला, तर पहिलाको जस्तो सजिलो कहाँ छ अहिले। सामाजिक सञ्जाल छ, अनलाइनहरू छन्, मिडिया हो छ, नि। हुनुपर्ने र भएको